अहिलेको चाहिँ स्टारबक्स यहाँ सानो मिनी स्टारबक्स जस्तो छ हैन। यहाँ टिना काम गरिरहेको छ, सानो छ यो। यो चाहिँ क्याफेको राइट ह्यान्ड साइडपट्टिको त्यो कर्नरमा यति छ हैन। यता सानो अफिस छ जस्तो। अब तपाईको नयाँ बन्दै गरेको क्याफे भनेको चाहिँ यो चाहिँ सिसा भएको ठाउँ पहिलाको हैन। यहाँ यस्तो छ। यस पछाडि यो सिसा भएको ठाउँ भइहाल्यो। यो माथि बनिरहेको छ। अनि यतापट्टि पहिलाको बार भएको ठाउँमा यो पहिलाको यो भइहाल्यो। कलर चाहिँ यो टाइपको। अब यतापट्टि आएर यहाँ यस्तो छ। यो चाहिँ यस्तो बन्दैछ। यतापट्टि भर्खर बन्दैछ। यस्तो छ यहाँनिर। पर चाहिँ त्यो कुनामा पहिलाको कुनामा उतापट्टिको लेफ्ट ह्यान्ड साइडको कुनामा त्यहाँ मर्चेन्डाइज वर्क भएको थियो। त्यहाँबाट यतापट्टि डिजिटल स्क्रिनको त्यो माथिको जोडेको अनि यतापट्टि बनाइराखेको छ। ब्याकअप हाउस चाहिँ आई थिङ्क दिस इज ब्याकअप हाउस। यो चाहिँ ब्याकअप हाउस ठुलै छ जस्तो छ यो पनि। ब्याकअप हाउस प्लस अफिस है। अनि चाहिँ कुना रहेछ यतापट्टि। वालकै कुना छ त। चाहिँ यतापट्टि ब्याकअप हाउस प्लस त्यो यतापट्टि भइहाल्यो। ठुलो छ ब्याकअप हाउस पनि। यत्रो चाहिँ नगर्नुपर्ने हो जस्तो लाग्छ। थिङ्क यहाँबाट उता चाहिँ गरेको हो त्यो क्याफे होइन। सायद यो खोल्छ जस्तो छ। नखोल्ने रहेछ। यो पनि फिक्स भइसक्यो जस्तो छ। अब यो चाहिँ टक्क नयाँ ब्याकअप हाउसको ढोका त्यो भइहाल्यो होइन। पछाडिबाट जाने रहेछ। सेट गर्दैछ लाइटहरू। यो कन्डिमेन्ट बारकोड भइहाल्यो। अनि यो चाहिँ दुईवटा पिओएस हुन्छ होला यहाँनिर। सरी दुईवटा यो के अरे मस्ट्रेना अनि चाहिँ यहाँनिर पिओएस दुईवटा है। ल यस्तो छ। यहाँ चाहिँ प्याकेज फुड राख्नु भइहाल्यो। टक्क यस्तो छ। अनि यो चाहिँ मर्चेन्डाइज वाल यहाँनिर रहेछ यो कर्नरमा। अब म बाहिर जाँदैछु। हाम्रो स्टारबक्स भएको भनेको चाहिँ अहिले चाहिँ कस्तो ठाउँमा छ भन्दाखेरि यो चाहिँ पुरै अहिले बाहिर त्यो कभर गरेको छ। त्यो साइडमा कुनामा मात्रै छ अहिले सानो छ। ल ल सर्टकट